के भन्नुहुन्छ युवा जेनजी पुस्तालाई तपाईँ चाहिँ? अब जेनजी पुस्तालाई म के भन्छु भने अलिकति पोलिटिकल्ली अवेर एकजना फिलोसफर छन् रुसो उनी के भन्छन् भने तपाईँ यदि राजनीति बुझ्नुहुन्न भने तयार हुनुहोस् मूर्खहरूबाट शासित हुनको लागि। म राजनीति बुझ्छु, बुझ्न खोज्छु, बुझिन भने कोसिस गर्छु। किन कोसिस गर्छु? म व्यवसाय गर्ने मान्छे, व्यवसाय नै गरेँ अघि मैले भने। तर राजनीति बुझ्नु चाहिँ पर्छ, बुझ्नु पर्यो। बुझिएन भने मूर्खहरूले हामीलाई शासन गर्छन्। राजनीति भनेको सबैलाई शासन गर्ने संयन्त्र हो। त्यसकारण अहिलेको जेनजी पुस्ताहरूलाई अलिकति अहिले त समाजमा एउटा ठुलो हामी तपाईँ जेनजी पुस्ता हुँदाखेरि, म जेनजी पुस्ता हुँदाखेरि होइन 10 वर्ष यता त म पनि मजाले यसको लाभ लिइराखेको छु। अहिले त आज तपाईँको चाहिँ डिप सिक्रेट च्याट जीपीटीका जमाना पनि आइपुग्यो। म धेरै खुसी छु। तर सुरुवात तपाईँहरू जेनजी पुस्ता हुँदाखेरि हामीले क्रान्ति गर्ने बेलामा 62-63 को ऊर्जावान पुस्ता हो तपाईँहरू जस्तो जेनजी। म 17 वर्षको उमेरमा तपाईँको जेल नेल खाएको मान्छे हो। तर त्यो बेलामा चाहिँ राज्यद्रोहको मुद्दा लागेको मान्छे हो 17 वर्षको उमेरमा होइन। तर त्यो बेलामा चाहिँ हामीलाई इन्फर्मेसनहरू पढ्नको लागि, खोज्नको लागि, किताब खोज्नको लागि धेरै गाह्रो हुन्थ्यो। हामीसँग पैसा हुँदैन थियो किताब किन्नलाई। अनि किताब किन्ने पैसा हुँदैन थियो। किताब तपाईँको मन लागिरहेछ, किताब चोरेर हिँड्नु पर्थ्यो। अब कसो पालो आएर पालो त्यो खालको अवस्थाहरू थियो। तपाईँको चाहिँ के भने हामीले तपाईँले चाहेको किताबहरू किन्न पाइँदैन, अनलाइन सिस्टमै भेटिँदैन थियो। भेटिए पनि पैसा हुँदैन थियो होइन। अहिले तपाईँको हातमा मोबाइल छ, जति त्यो मोबाइलमा तपाईँको लट अफ इन्फर्मेसन फ्रीमै। यो बेलामा तपाईँले चाहिँ गेम खेल्ने टाइम अलिकति छुट्याएर कसरी मूर्खहरूबाट शासित हुन मुक्त हुने त। मूर्खहरूबाट शासित नहुनको लागि मात्रै भए पनि तपाईँ अलिकति अपडेटेड पुस्ता हुनु पर्यो। तपाईँले राजनीतिमा कम्तीमा तपाईँले चाहिँ चुज गर्ने, के गर्ने, कसो गर्ने भन्ने आफूलाई त्यति चाहिँ अवेर गराउनु पर्छ जस्तो लाग्छ मलाई। अहिले यहाँ जे गर्नु भएको छ यो इनिसिएसनको लागि जेनजी पुस्तालाई धन्यवाद, थ्याङ्क यू। हामीले गर्न नसकेका काम तपाईँहरूले गरेर देखाउनु भयो होइन। म जेन वाइ पुस्ताको मान्छे हो र यसलाई संस्थागत गर्नुपर्ने दायित्व छ। संसारको इतिहासले हामीलाई के पाठ पढाउँछ त भन्दाखेरि यसलाई संस्थागत गर्न सकिएन भने फेरि यस्ता खालका आन्दोलन रिभर्स भएर जहाँको त्यही पुगेका छन्। र यस्ता खालका यस्ता खालका आन्दोलन र रिभोल्युसन क्रान्तिहरू यो दुनियाँले सिक्नेछ। 27 घण्टामा यति ठुलो तत्का प्लट मैले भएको देखाएँ, अहिलेसम्म पढ्न पाएको छैन मैले होइन। मैले त सोभियत युनियनको अक्टोबर क्रान्तिको बारेमा त्यो जोन वुडको एउटा किताब पढेको थिएँ। 10 दिन त दुनियाँ डगमगायो भनेर होइन। त्यसले एकदम उत्तेजक बनाउने खालको त्यो पुस्तक थियो। हाम्रो त एक दिन 2 दिन भयो। त्यसकारण हामीले 27 घण्टामा ल्याएको चिज चाहिँ दुनियाँले पढ्छ। अब हामी पहिला अन्त पढ्थ्यौँ, अब दुनियाँले हामीलाई पढ्छ। त्यसकारण तपाईँले यस्तो महत्त्वपूर्ण चिजलाई संस्थागत गरेर जानु भएन भने फेरि हामीले इतिहासले दुष्कार्छ। त्यसकारण तपाईँहरू अध्ययन गर्नुहोस्, अपडेटेड हुनुहोस्। अपडेटेड जिम्मेवारी